हेलो एभ्रिवान, म हुँ सुशीला। आज साउनको अन्तिम सोमबार हामी चाहिँ घरमा पूजा सकाएर तलको नेत्रेश्वर महादेव जाँदैछौँ। मम्मी, ठुलो मम्मी, मैले चाहिँ फुल बोकेको छु। अब मम्मीले सार्दनको थाली बोक्नुहुन्छ अनि हामी जान्छौँ नेत्रेश्वर महादेव भगवानलाई दर्शन गर्न। हामी चाहिँ एभ्री मन्डे चाहिँ त्यहाँ गइरहेको छौँ। आज चाहिँ पानी परिरहेको छ। आज मात्र होइन, एभ्री सोमबार चाहिँ पानी परिरहेको छ। सधैँको सोमबार पानी परिरहेको हुन्छ। आज पनि पानी परिरहेको छ। त्यही पनि अब हामी जान्छौँ मन्दिर है। अब छाता ओढेर लागियो। यता चाहिँ हाम्रो घर, यता छु म अनि मेरो छाता। अब हामी जान्छौँ है। वेदरले पनि कति दुःख दिन्छ है। सोमबार त पानी परेको छ गरेर लास्टै दुःख दिन्छ। क्या गर्नु होला, कसो गर्नु होला। अब यहाँ चाहिँ के भयो भने म चाहिँ हिँड्न नसक्ने राम्रोसँग छिटो है। मम्मीहरू चाहिँ गुटुङ कुदेर उहाँ पुगिसक्नु भयो। म चाहिँ खुट्टाले धेरै छिटो हिँड्न सक्दिनँ, बिस्तारै हिँड्नुपर्छ। अनि फेरि अलिक धेरै दुखिरहेको क्या आज चाहिँ खुट्टालाई के भयो, त्यसले गर्दा म चाहिँ बिस्तारै हिँडिरहेको छु। मम्मीलाई भेट्टाउनै सकिरहेको छैन मैले चाहिँ। हजुरहरूलाई चाहिँ कस्तो हुन्छ होइन। मलाई चाहिँ व्रत बस्ने भनेपछि चाहिँ मलाई सन्चो छैन भने पनि एकछिनमै सन्चो हुन्छ कि। आज मलाई सन्चो थिएन हल्का, तर मैले नुहाउने ओर्ने यताउता गरेपछि म फ्रेस भएँ। अनि झन् शिवजीको व्रत बस्नुलाई त झन् धेरै फ्रेस फिल हुन्छ कि। मलाई एभ्री टाइम त्यस्तै हुन्छ। मलाई धेरै जस्तो मलाई बेलुका सन्चो नभएर सुतिरहेको हुन्छु होइन। अनि भोलिपल्ट बिहान उठेर नुहाएर आज चाहिँ मेरो व्रत छ है भनेपछि म हट्टाकट्टा भएर, तर हल्का आज खुट्टाले चाहिँ लास्टै दुःख दिन्छ। हल्का कस्तो भइरह, तर अरू चाहिँ म फिट एन्ड फाइन छु है आज। ओके, मम्मीहरू अहिले पनि अगाडि हुनुहुन्छ, म त पछाडि नै छु नि। ओहो गाइस, फाइनली हामी मन्दिर आइपुग्न लाग्यौँ होइन, हामी आइपुगिसक्यौँ नेत्रेश्वर मन्दिर। अब यता छ नेत्रेश्वर महादेव मन्दिर, यता छु म है। फाइनली हामी हाम्रो मन्दिर आइपुग्यौँ। कस्तो मन आनन्द हुन्छ है मन्दिर छेउ आइपुगेपछि। जय शम्भो, जय नेत्रेश्वर महादेव, हर हर महादेव, जय शम्भो, जय शम्भो। ओम श्री हंसाय नमः। ओम त्र्यंबकं जजामहे सुगंधिं पुष्टिवर्धनम् उर्वारुकमिव वन्दनं मृतोर्मुच्यमामृतः कर्पूरगौरं करुणावतारं संसारसारं भुजगेन्द्रहारं सदा वसन्तं हृदयारविन्दे।
हामी घर जान्छौँ ह्याप्पी बर्थडे